सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। स्वागत छ हजुरहरूलाई भिडियोमा। आजको चाहिँ टपिक भनेको टिकटकमा आफ्नो भोइस हालेर कसरी बनाउन सकिन्छ एउटा भिडियो। जस्तो सायरीहरू भयो, अरूको पनि तपाईँले भिडियोहरू हेरिरहनुहुन्छ होला। भोइस हालेर, आफ्नो भोइस हालेर एडिट गरेर त्यसमा ब्याकग्राउन्ड म्युजिक हालेर बवाल भिडियो बनाइरहेको हुन्छ। त्यो भिडियो बनाउन चाहिँ म आज तपाईँलाई सिकाउँछु। हाम्रो मेन टपिक भनेको त्यही नै रहेको छ। आउनुहोस् सिकौँ है त। अनि सर्वप्रथम चाहिँ हजुरहरूले भिडियो रेकर्ड गर्नुपर्ने हुन्छ। अनि भिडियो रेकर्ड गरिसकेपछि बल्ल एडिटिङ हुन्छ है त। पहिला आफ्नो मोबाइल क्यामेरा ओपन गर्ने, क्यामेरा ओपन गरिसकेपछि मोबाइलबाट एउटा भिडियो खिच्ने। भिडियो चाहिँ तपाईँले सुस्त आवाजले भन्दा पनि अलि लाउड। सो गाइज आउनुहोस् सिकौँ है त आफ्नो भोइसमा भिडियो बनाउन। रेकर्ड गरेको भिडियो चाहिन्छ हजुरलाई चाहिँ मसँग चाहिँ पहिल्यैदेखि फेभर त्यहीमा हजुरलाई सिकाउनको लागि बनाइदिँदैछु। क्यापकट ओपन गर्ने, ओपन भइसक्यो। न्यू प्रोजेक्टमा गइसकेपछि एउटा भिडियो सेलेक्ट गर्ने जुन तपाईँले बनाएर राख्नु भएको छ। मसँग चाहिँ थुप्रै भिडियोहरू छ, एउटा चाहिँ म बनाएर चेक गर्छु। भिडियो चाहिँ मैले एड गरिदिएँ। एड गरिसकेपछि यसको साइज मिलाउनु पर्ने हुन्छ। यो चाहिँ अलि उल्टो छ है, यसो उल्टो गराउनु पर्ने हुन्छ। यसलाई उल्टो गराउनको लागि हामीलाई अलि यता अलि ट्रान्सफर्ममा रोटेट गरेर जताको साइड फिट बस्छ त्यतातिर चाहिँ गर्ने। यो भइसकेपछि यसपछि चाहिँ हामीले एक्सेप्ट राउटिङमा गर्ने, टिकटक साइज ल्याउने अनि जुम गर्ने। जुम भयो, चेक गर्ने भयो कि भएन भनेर। भएको छ। अनि फेरिबाट प्ले गर्छु म। अनि जो हाम्रो ओभर पार्टहरू छ नि, वेस्ट पार्टहरू, त्यो पार्टहरूलाई चाहिँ काटेर फाल्न मिल्छ। म यो स्लिप्ट गरेर फालिदिने अनि कस्तो बन्यो त्यो चेक गर्ने। यसको चाहिँ भोल्युम चाहिँ फुल राख्नुपर्छ है, र आवाज कम आउन सक्छ। भोल्युम चाहिँ फुल गराउनु होला। भोल्युम फुल भइसक्यो। अनि अब चाहिँ हामीहरू के गर्छौँ, ब्याकग्राउन्ड म्युजिक हाल्छौँ है त। ब्याकग्राउन्ड म्युजिक चाहिँ जुन तपाईँले राख्नु भएको हुन्छ, जुन तपाईँलाई मन परेको हुन्छ त्यो चाहिँ हाल्न सक्नुहुन्छ। यो चाहिँ मलाई अति नै मनपर्ने ब्याकग्राउन्ड हो, त्यही भएर यो युज गर्दैछु म। यसलाई सेलेक्ट गरिसकेपछि आउँछ। अनि यसलाई चाहिँ एडजस्ट गर्ने, कहाँबाट कसरी मिलाउने भनेर एडजस्ट गर्ने। पहिला सुन्नु राम्रोसँग। सुनिसक्यो। अनि सुनिसकेपछि त्यो ब्याकग्राउन्ड म्युजिकको चाहिँ साउन्ड एडजस्ट गरौँ है त। एडजस्ट जतिमा तपाईँको आवाज ठिक हुन्छ नि, जति सुनिन्छ राम्रो त्यतिमा चाहिँ राख्नु होला। ब्याकग्राउन्ड म्युजिक कम अनि तपाईँको आवाज चाहिँ धेरै हुनु पर्यो। अनि सुनिसकेपछि सुन्यो, स्लिप्ट गरेर अलिकति स्लिप्ट गर्ने। अनि स्लो मोसनमा राख्नको लागि चाहिँ स्पिडमा दबाउनु पर्छ है त म्युजिक पनि। अनि त्यो पनि म्युजिक चाहिँ मैले फुल राखिदिएँ 100, किनकि ब्याकग्राउन्ड म्युजिक चाहिँ ठुलै चाहिन्छ। ब्याकग्राउन्ड म्युजिक चाहिँ धेरै नै चाहिन्छ कि, जस्तो अगाडि चाहिँ हाम्रो बोली भइरहेको हुन्छ होइन, ब्याकग्राउन्ड म्युजिक चाहिँ दामी सुनिनु पर्यो। अगाडिको चाहिँ अलिकति घटाएँ मैले, अलि स्लो आवाज चाहिँ हुनु पऱ्यो कि आफ्नो, अलि ठुलो आवाज। अनि ब्याकग्राउन्ड म्युजिक चाहिँ अलिक कमै भयो भने केही हुँदैन। त्यसपछि चाहिँ सेलेक्ट गरेँ मैले। यसको भोल्युम चाहिँ पुरै फुल राखेको छु। त्यसपछि चाहिँ अब यसको स्पिड कम गरौँ है त, स्लो मोसन गरौँ। मैले चाहिँ 7 मा राखेको छु। 7 मा राखेपछि अलिकति हुन्छ। अनि अलिकतिमा त्यसमा चाहिँ अलिकतिमा रोकेर यसलाई चाहिँ सिलेक्ट गर्ने है त। सिलेक्ट गरिसकेपछि अनि अर्को जो पार्ट छ त्यसलाई चाहिँ 1 मा राख्ने है त। 1 मा राखियो। फेरि प्ले गर्छु म। ठिक छ। अनि जो पछाडिको वेस्ट पार्टहरू छ त्यसलाई पनि हामीले कट गरिदिउँ। कट गरी अनि यसको चाहिँ
एन्डिङलाई पनि कट गरेँ। एकचोटि सुनौँ है त कस्तो बनेछ। ठिक छ। फिल्टरहरू पनि युज गर्दै थिएँ म। मेरो चाहिँ नेट चलिरहेको थिएन खासै, त्यही भएर चाहिँ युज गर्न पाइनँ मैले। हजुरहरूलाई कुनै फिल्टरहरू इफेक्टहरू हाल्नु मन छ भने फिल्टर इफेक्टहरू सबै हुन्छ, त्यो हाल्दा हुन्छ है त। अहिले चाहिँ म अरू कामतिर लाग्छु। अब रेडी भइसकेको छ हाम्रो, त्यति धेरै काम पनि छैन हैन। अब म चाहिँ म्युजिकलाई कट गर्छु, सिलेक्ट गरिदिएँ अनि डिलिट अनि सेभ हुँदैछ। सेभ भइसकेपछि म हजुरहरूलाई देखाउँछु रिजल्ट। ल त गाइस, अब हामीले बनाएको भिडियोको रिजल्ट चेक गर्नु है त। कस्तो बनेको छ त भिडियो चेक गर्नु। बिक्यो होला तेरो सुन्दरता, तर मैले किन्न सकिनँ। पहिला नै चिन्नु पर्ने रहेछ। जरा सा दे दे वो जो मेरा था मुझे क्यों मिलता है। यसरी नै हजुरहरूले एउटा टिकटक भिडियो बनाएर एडिट गरेर पोस्ट गर्न सक्नुहुन्छ है त। पोस्ट गर्न सक्नुहुन्छ अनि भ्युवर्सहरू कमाउन सक्नुहुन्छ। जस्तो तरिकाहरूले मैले सिकाइरहेको छु त्यस्तो तरिकाहरूले गर्नु होला। केही कमीहरू भए पुरा गर्न कोसिस गर्नेछु, कमेन्ट छोड्नु होला। अनि त्यसरी गरेर भिडियो चाहिँ बनाउँदै गर्नु होला। ब्याकग्राउन्डहरू चाहिँ अरूहरू पनि हाल्न सक्नुहुन्छ तपाईँले हैन। त्यो इफेक्टहरू चाहिँ मैले अलि आज चाहिँ मेरो नेट चलेको थिएन खासै, त्यही भएर हाल्न पाइनँ। केही भएन, तर हाल्न सक्नुहुन्छ तपाईँहरूले। इफेक्ट फिल्टरहरू युज गर्न सक्नुहुन्छ। त्यस्तो तरिकाले बनाउँदै गर्नु होला भिडियोहरू अनि पोस्ट गर्न सक्नुहुन्छ हजुरहरूले। यस्तो भिडियो बनाएर हैन पोस्ट गर्नुहोस्, भ्युवर्स कमाउनुहोस्, इन्जोय। अनि अरू पनि केही तपाईँको मनमा शङ्का डाउटहरू छ भने कमेन्ट गर्नु होला। हजुरको कमेन्ट हेरेर म बेस्ट गर्ने कोसिस गर्नेछु। अनि यति नै हुन्छ आजको लागि भिडियो चाहिँ। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक गरिदिनु होला अनि कमेन्ट गरिदिनु होला है त। हस् त, जय नेपाल।